मंदार माला कुलिताल काये कपाल माला कितशेखराय दिव्याम बरायै च दिगम्बराय नमः शिवाय च नमः शिवाय। दर्शकवृन्द नमस्कार। नेपाल टेलिभिजनको लागि ओमकार संचार अभियानको विशेष प्रस्तुतिमा अध्यात्म, ज्ञान, विज्ञान अनि धर्म संस्कृतिका विविध जानकारीमूलक अनि ज्ञानवर्धक प्रस्तुतिहरूको साथमा आज पनि कार्यक्रम ओमकार ध्वनि लिएर यहाँहरूमाझ उपस्थित भएको छु। दर्शकवृन्द, सर्वप्रथम 2070 सालको हार्दिक मंगलमय शुभकामना तमाम दर्शकवृन्दहरूमा व्यक्त गर्दै कार्यक्रममा यहाँहरू सबैलाई हार्दिक स्वागत गर्न चाहन्छु। दर्शकवृन्द, धर्म अनि अध्यात्म सम्बन्धी देशका विभिन्न क्षेत्रमा पुगेर त्यहाँ भएका धार्मिक कार्यक्रमहरूलाई, त्यस क्षेत्रका अत्यन्त महत्वपूर्ण धार्मिक तीर्थस्थलहरूलाई हामी निरन्तर रूपमा ओमकार ध्वनि बनाउँदै यहाँहरूमाझ प्रस्तुत गर्दै आइरहेका छौं। अहिले यहाँहरूले देखिरहनु भएको यो दृश्य सिन्धुपाल्चोक जिल्लाको 12 विसे गाविसमा अवस्थित कफेश्वर महादेव मन्दिर प्रांगणमा हामी बसेर ओमकार ध्वनि कार्यक्रम पस्किरहेका छौं। दर्शकवृन्द, आध्यात्मिक चिन्तनबाट भौतिक विकास गर्ने उद्देश्यले देशका विभिन्न क्षेत्रमा कार्यक्रमहरू सञ्चालन भइरहेका छन्, कति सम्पन्न पनि भइसकेका छन् र यस कफेश्वर महादेव मन्दिर प्रांगणमा यही वैशाख 1 गतेदेखि दिव्य रूपमा वाल्मीकि रामायण कथा शुरू भएको छ र यस क्षेत्रबाट रामायण ज्ञान अनि आध्यात्मिक ज्ञान प्रस्तुत गर्दै यस क्षेत्रको पनि विकास गर्ने लक्ष्य अनि उद्देश्य आयोजक समितिले राखेको छ। आजको कार्यक्रममा ओमकार ध्वनि बनाएर यसै क्षेत्रका विविध धार्मिक गतिविधिहरू अनि 64 ज्योतिर्लिङ्गहरू मध्येका एक अत्यन्त महत्वपूर्ण अनि हाम्रो आस्थाको केन्द्र श्री कफेश्वर महादेव मन्दिर क्षेत्रको विषयमा यहाँहरूमाझ केही जानकारी आजको ओमकार ध्वनि बनाएर पस्कँदैछौं। आउनुहोस् लागौं आजको यो प्रस्तुतितर्फ। हाम्रो देश नेपाल अनन्य तीर्थस्थल अनि धर्म संस्कृतिको धनी देश। हाम्रा यिनै तीर्थस्थल अनि हाम्रो धर्म संस्कृति अनि हाम्रा परम्पराहरूले गर्दा नै विश्वले आज हामीलाई नेपाली भनेर चिनिरहेको छ। परम्परादेखि नै हामीले मान्दै आएका हाम्रा कला, धर्म, संस्कृति र हाम्रो अत्यन्त महत्वपूर्ण धार्मिक तीर्थस्थलहरूको संरक्षण हामी आफैले गर्नुपर्दछ। यदि हामीले ती कुराहरूलाई बुझ्न सकेनौं र ती कुराहरू त्यसै मासिएर गए अथवा नष्ट भएर गए यदि भने हाम्रा ती परिचयहरू पनि नष्ट भएर जानेछन्, जसबाट हाम्रो पहिचान गुम्नेछ। त्यसैले हामी तमाम नेपालीहरूले हाम्रो देश नेपालका अति पावन तीर्थस्थलहरू अनि त्यस्ता तीर्थस्थलहरूका महत्वहरूलाई बुझेर कला, धर्म अनि संस्कृतिको संरक्षण गर्नुपर्ने हुन्छ। यिनै भावनाहरूको साथमा ओमकार ध्वनि कार्यक्रम मार्फत हामीले देशका विभिन्न क्षेत्रमा रहेका, ओझेलमा परेका तथा प्रचार हुन नसकेका विविध मठ मन्दिरहरू, तीर्थस्थलहरू अनि हाम्रा धर्म संस्कृति भित्रका महत्वपूर्ण कुराहरूलाई यहाँहरूमाझ ओमकार ध्वनि बनाउँदै प्रस्तुत गर्दै आइरहेका छौं। यसै क्रममा आज यहाँहरूले देखिरहनु भएको यी दृश्यहरू सिन्धुपाल्चोक जिल्लाको 12 विसे गाविसमा अवस्थित श्री कफेश्वर महादेव मन्दिर वरिपरिका हुन्। देशका यस्ता महत्वपूर्ण क्षेत्रहरूमा पुग्ने, त्यहाँ भएका रीतिरिवाज, रहन सहन अनि त्यहाँका धार्मिक तीर्थस्थलहरूलाई ओमकार ध्वनि बनाउँदै प्रस्तुत गराउने हाम्रो यात्राको क्रममा 2069 सालको अन्तिम दिन यानी चैत्र 31 गते हामी सिन्धुपाल्चोक जिल्लाको 12 विसेमा अवस्थित श्री कफेश्वर महादेव मन्दिर परिसर पुगेका थियौं। नववर्ष 2070 को शुरूआत सँगसँगै कफेश्वर महादेव मन्दिर क्षेत्र सुधार समितिले वैशाख 1 गतेदेखि वाल्मीकि रामायण कफेश्वर महादेव मन्दिर प्रांगणमा शुरू गरिरहेको छ। आफ्ना क्षेत्रका तीर्थमय कुराहरू अनि तीर्थमय क्षेत्रहरूको संरक्षण गर्ने उद्देश्यले श्री कफेश्वर महादेव मन्दिर कार्य सम्पन्न समितिले निरन्तर रूपमा त्यस क्षेत्रको विकासको लागि अहोरात्र रूपमा खटेर आफ्ना कामहरू अगाडि बढाइरहेको छ।
विगतका केही वर्षहरूदेखि निरन्तर रूपमा विविध कार्यक्रमहरू सञ्चालन गरेर मन्दिर परिसर सुधार गर्ने लक्ष्य अनुरूप अहिले कफेश्वर महादेव मन्दिर अत्यन्त व्यवस्थित अनि सुन्दर बनेको छ। पहिला पहिला त्यहाँ पुग्दा महादेव मन्दिर कस्तो हो र कहाँनेरि हो भनेर खोज्नु पर्ने कुरालाई मनन गर्दै त्यस क्षेत्रको विकास गरी कफेश्वर महादेव मन्दिर क्षेत्रलाई धार्मिक, ऐतिहासिक, पुरातात्विक अनि धार्मिक पर्यटकीय गन्तव्यको रूपमा विकास गर्ने लक्ष्य उद्देश्य अनुरूप आयोजक समितिहरूले त्यस क्षेत्रलाई विकास गर्ने लक्ष्य उद्देश्य अनुरूप विविध कार्य योजनाहरू तयार गरी कार्य शुरू गरिएको थियो। यसरी विभिन्न क्षेत्रका समाजसेवी व्यक्तित्वहरू अनि धार्मिक महत्वका क्षेत्रहरूलाई संरक्षण गर्नुपर्दछ भन्ने भावना राख्ने धर्म अनुरागी व्यक्तित्वहरूको सहयोगमा उक्त मन्दिर अत्यन्त सुन्दर रूपमा अहिले निर्माण भएको छ। उक्त मन्दिर निर्माणको लागि सहयोग गर्नुहुने दानवीर दाताहरूको नाम शिलालेखमा अंकित गरेर शिला अनावरण गर्ने तथा वाल्मीकि रामायण जुन वैशाख 1 गतेदेखि सञ्चालन भइरहेको छ उक्त कार्यक्रमको उद्घाटन कार्यक्रम 2069 सालको अन्तिम दिन चैत्र 31 गते मन्दिर परिसरमा भव्य रूपमा सम्पन्न भएको छ। वाल्मीकि रामायण देशका विभिन्न क्षेत्रहरूमा भइरहेका पुराणहरूमध्ये अत्यन्त महत्वपूर्ण अनि जहाँ तहाँ सुन्न नपाइने पुराण भएको कारणले उक्त धार्मिक तीर्थस्थलमा नववर्षको शुरूआत सँगसँगै ज्ञानको वृद्धि गराउन अनि एक आपसमा भाइचाराको भावना प्रस्तुत गराउनको निमित्त उक्त यज्ञ सञ्चालन गर्नुको निमित्त चैत्र 31 गते 12 विशेष क्षेत्रका विविध बजारहरूमा कलश यात्राको साथमा धुमधामसँग सम्पन्न भएको छ। राष्ट्रिय धर्मसभा नेपालका अध्यक्ष प्राध्यापक डाक्टर माधव भट्टराईज्यूको प्रमुख आतिथ्यता तथा बाबा विश्वनाथज्यूको समुपस्थिति तथा सिन्धुपाल्चोक जिल्लाका विशिष्ट व्यक्तित्वहरूको उपस्थितिमा उक्त कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा सिन्धुपाल्चोक जिल्लाका प्रमुख जिल्ला अधिकारी दिल्लीराज पोखरेल तथा सहायक प्रमुख जिल्ला अधिकारी ओमकार प्रसाद न्यौपाने ज्यूको समेत उक्त कार्यक्रममा उपस्थिति रहेको थियो। यसरी देशका अत्यन्त महत्वपूर्ण धार्मिक क्षेत्रहरूको संरक्षण गर्ने, सुधार गर्ने र त्यस क्षेत्रबाट समस्त नेपालकै सुख, शान्ति अनि समृद्धिको कामना गर्दै विभिन्न कार्यक्रमहरू गर्ने क्रममा चैत्र 31 गते कार्यक्रमको समुद्घाटन तथा शिला अनावरण कार्यक्रम तमाम उपस्थिति व्यक्तित्वहरूको साथमा सिन्धुपाल्चोक जिल्लाको कफेश्वर महादेव मन्दिर प्रांगणमा सुसम्पन्न भएको छ। उक्त कार्यक्रममा भएका विभिन्न गतिविधिहरूलाई आजको कार्यक्रममा जस्ताको तस्तै यहाँहरूमा यसरी पस्कन चाहन्छौं। यसरी सिन्धुपाल्चोक जिल्लाको प्राकृतिक सम्पदा भित्र पर्ने सुनकोशी तथा भोटेकोशीको संगम सुनकोशी तपोभूमिमा अवस्थित ऐतिहासिक तीर्थस्थल श्री कफेश्वर महादेव तथा गौरीको मन्दिरमा व्रत र परत्रको विवेक राखी आर्थिक, भौतिक तथा नैतिक रूपमा सहयोग गर्नुहुने समस्त भक्तजनहरूको नाम शिलालेखमा अंकित गराएर शिलालेख अनावरण तथा मन्दिर क्षेत्रको विषयमा प्रचार प्रसार गर्ने उद्देश्यले वाल्मीकि रामायण सञ्चालन गरेर उक्त कफेश्वर महादेव मन्दिरको महिमालाई छर्लङ्ग पारिने भएको छ। साँच्चै नै सिन्धुपाल्चोक जिल्लाको अत्यन्त पावन तथा सुन्दर क्षेत्र 12 विषयमा कफेश्वर महादेव विराजमान हुनुहुन्छ। कोही भक्तहरूलाई दुःख परेको खण्डमा, रोगले सताएको खण्डमा,
कफेश्वर महादेव मन्दिरको शरणमा पुगेर उहाँलाई भक्ति भावको साथमा पूजन गरेर श्रद्धा जनाइयो यदि भने आफ्ना दुःख कष्टहरू सबै नष्ट भएर जाने जनविश्वास रहेको छ। त्यसैले देश तथा विदेशका विभिन्न क्षेत्रबाट भक्तजनहरू उपस्थित हुने र कफेश्वर महादेवको पूजा आराधना गरी त्यस क्षेत्रबाट आफ्ना दुःख कष्टहरूको अन्त्य गराउनको निमित्त भक्तजनहरू मन्दिरमा उपस्थित हुने गरेको पाइन्छ। उक्त मन्दिरमा कहाँबाट किन आउँछन् र कफेश्वर भगवानको महिमा कस्तो छ, भक्तहरूले के अनुभव गरिरहेका छन् भनेर कफेश्वर महादेव भगवानको निरन्तर सेवामा लाग्नुहुने मन्दिरका पुजारीज्यूलाई सोधेका थियौं। उहाँको आफ्ना भनाइहरू कफेश्वर मन्दिर प्राङ्गणबाट आफ्नै शब्दमा यसरी राख्दै हुनुहुन्थ्यो। काफेश्वर मन्दिर कहाँ भन्दा कहाँ कहाँ, उसलाई सोध्यो कहाँ कहाँ, उसलाई सोध्यो कहाँ कहाँ, कसैले पनि भनेन। त्यसै वर्ष आएर यहाँ शिव पुराण लगाउँदाखेरि मैले माएकै पछि अथवा दिन प्रतिदिन नै यो कुरो भने, तपाईहरुले कमसेकम आफ्ना सन्ततिलाई काफेश्वर चिनाउनु स्थानीयवासीलाई, यो नै तपाईको लागि ठूलो धर्म हुनेछ भनेर भनेपछि अहिले धेरै भक्तहरू आउन थाल्नु भएको छ। धेरै भक्तहरूले काफेश्वर चिन्ने प्रयास गर्नु भएको छ। साँच्चै नै ओमकार ध्वनि कार्यक्रमको तर्फबाट देशका विभिन्न धार्मिक अनि ऐतिहासिक क्षेत्रमा पुगेर धार्मिक आस्था तथा पर्यटकीय गन्तव्यहरूको अवलोकन गर्ने क्रममा ओमकार ध्वनि कार्यक्रमको युनिट उक्त स्थानमा पुग्दा पक्कै पनि अत्यन्त सुन्दर अनि अत्यन्त पावन मन्दिर कफेश्वर महादेव हामीले पाएका छौं। काठमाडौँको कोटेश्वरबाट भक्तपुर, बनेपा, धुलीखेल, पाँचखाल, दोलालघाट, खाडीचौर र 12 बिसे करिब 90 किलोमिटरको यात्रा गरे पश्चात भोटेकोशी गंगा तथा सुनकोशी गंगाको संगम स्थलमा अवस्थित कफेश्वर महादेव अत्यन्त सुशोभायमान रूपमा विराजमान रहनु भएको छ। आफ्ना विविध कामहरूले थकित शरीर लिएर उक्त क्षेत्रमा पुग्दा त्यस क्षेत्रको दृश्य अवलोकन गर्दा साँच्चै नै एउटा अलौकिक आनन्दको महसुस जो कोहीले पनि गर्न सक्ने स्थल छ कफेश्वर महादेव मन्दिरको क्षेत्र। त्यस्तो पावन क्षेत्र र कोही व्यक्तिहरूलाई रोगले सताएको खण्डमा, कोही व्यक्तिहरूलाई दुःख पीर परेको खण्डमा स्वयं कफेश्वर महादेव मन्दिरको शरणमा गएर शरण परियो यदि भने भगवानले इच्छा गरे अनुसारको इच्छा सिद्धि गरिदिने जनविश्वासको साथमा भक्तजनहरू पुग्ने उक्त महादेव मन्दिर प्राङ्गण क्षेत्रलाई अत्यन्त व्यवस्थित बनाउन, त्यस क्षेत्रलाई धार्मिक, ऐतिहासिक, पुरातात्विक अनि धार्मिक पर्यटकीय गन्तव्यको रूपमा विकास गर्नुको निमित्त श्री कफेश्वर महादेव मन्दिर कार्य सम्पन्न समिति भनेर गठन भएको छ। उक्त मन्दिर क्षेत्रमा पर्ने विभिन्न समस्याहरू र त्यस क्षेत्रको सुधारको लागि अहोरात्र खटेर मन्दिरलाई एउटा राष्ट्रकै नमूना क्षेत्रको रूपमा विकास गर्नको निमित्त लागि पर्नुहुने आयोजक समितिलाई कुन भावबाट यस मन्दिर विकासमा प्रेरणा मिल्यो र यस क्षेत्रको महिमा के कस्तो छ भनेर सोध्दा उक्त मन्दिर व्यवस्थापन समितिको तर्फबाट आफ्ना भनाइहरू यसरी राख्दै हुनुहुन्थ्यो कफेश्वर महादेव मन्दिर क्षेत्रको महत्वको विषयमा। आफ्नो पर्वमा आएर ठुलो माने के भन्ने कि एउटा के भन्छ जीवनलाई नै यहाँ अराउने ठाउँ हो कि जीवन नै अर्पण गर्ने ठाउँ यही हो कि जस्तो गरी सबै क्षेत्रका मानिसहरू यहाँ आउने गरेको पाइन्छ। तमाम व्यक्तिहरूलाई आउँछ। यसरी यति धेरै महत्व बोकेको श्री कफेश्वर महादेव मन्दिर सिन्धुपाल्चोक जिल्लाको 12 बिसे भन्ने स्थानमा विराजमान रहनु भएको छ। त्यस क्षेत्रको विकास गर्दै लैजान र भोलिको दिनमा धार्मिक पर्यटकीय गन्तव्यको रूपमा विकास गर्दै आस्थाको केन्द्र बनाउने लक्ष्य राखेर उक्त क्षेत्रमा पुनः नववर्षको शुरूआत सँगसँगै वैशाख 1 गतेदेखि वाल्मीकि रामायण कथा वाचन भइरहेको छ।
बाबा विश्वनाथज्यूको विशेष उपस्थितिमा देश तथा विदेशका भक्त सज्जन वृन्दहरूको सहभागिता रहने उक्त वाल्मीकि रामायण निरन्तर रूपमा सञ्चालन भइरहेको छ। उक्त कार्यक्रममा उपस्थित हुने भक्तजनहरूलाई के कस्तो व्यवस्था हुनेछ र कफेश्वर महादेव मन्दिरले आसपासका क्षेत्रका भक्त सज्जन वृन्दहरूको मनोबल अनि त्यस क्षेत्रको गौरव कसरी बढाएको छ भन्ने प्रश्नमा स्थानीयवासीहरू तथा कार्यक्रममा सहभागी हुनुभएका व्यक्तित्वहरू आफ्ना भनाई यसरी व्यक्त गर्नुहुन्छ। 9 दिने जुन वाल्मीकि प्राण भ्रमण सुरु हुँदैछ त्यसमा 9 दिनको लागि यहाँ समिति मैले के जानकारी पाएको छु भने यहाँ बस्न चाहनेहरूलाई खाना बस्न सुत्नको लागि व्यवस्था हुन्छ यहाँ बसिदिनु भन्नुभएको छ। त्यसैगरी हामी पनि सम्पूर्ण आएर यो 9 दिन सम्पूर्ण सहयोग पुर्याएर यस कपेश्वरलाई उचाइमा पुर्याइदिनुहोस्। विभिन्न पर्व अनुसारका धार्मिक अनुष्ठानहरू आयोजना गर्दै नेपाल राष्ट्रलाई नै एउटा नैतिकवान बनाउनु पर्दछ र धर्म संस्कृतिको संरक्षण गर्ने अभियानमा निरन्तर लाग्नु पर्दछ भनेर स्वयं बाबा विश्वनाथज्यूको उपस्थितिमा उक्त वाल्मीकि रामायण कथा वाचन श्री कफेश्वर महादेव मन्दिर सिन्धुपाल्चोक 12 विषयमा सञ्चालन भइरहेको छ। मात्रै 4 महिना नागेका बाल बालिकालाई समेत आध्यात्मिक ज्ञानको पाठ पढाइने बताउँदै बाबा विश्वनाथज्यूले पनि त्यस क्षेत्रमा अत्यन्त अलौकिक अभियानहरू निरन्तर रूपमा सञ्चालन गरिरहनु भएको छ। आध्यात्मिक संस्कार अनि आध्यात्मिक शिक्षा तमाम व्यक्तिहरूले बालक अवस्थादेखि नै सञ्चालन गर्दै अथवा बुझ्दै आएको खण्डमा पक्कै पनि समाज अत्यन्त सुदृढ हुन्छ भनेर उक्त अभियान सञ्चालन गरिएको बताउँदै बाबा विश्वनाथज्यू पनि आफ्ना भनाइहरू यसरी व्यक्त गर्नुहुन्छ। तपाईहरुले 4 महिनाभन्दा माथिका बच्चा लिएर आइदिनुस्। बाबाले असल सुशासनको एउटा कार्यक्रम तय गरेको छ जसका लागि ससाना नानीहरूलाई पढाउने अथवा त्यो नबोल्ने 4 महिनाका बच्चा पढाउने र यो लाटाहरूलाई हामीले सेवा अर्पण गरेर बोल्न सक्ने बनाउने सम्म पनि हामीले साधनाबाट तय गरेका छौं र साना नानीहरूका लागि असल सुशासन भनेर कार्यक्रम तय गरेका छ। जस्तै बेलाको काम नानी बाबु बेला छँदै गएर सिटको थोपा बटुलेर आफ्नै घैला भएर हो त्यो कार्यक्रम मैले राख्न पाऊँ भनेर अस्ति अध्यक्षज्यूलाई तपाईले विद्यार्थी वर्गमा सूचना पुर्याइदिनु होला भनेर भनेको थिएँ। बिहानको 6 देखि 8 बजेसम्मको कार्यक्रममा मेरो त्यो रहन्छ असल सुशासन एकातिर भने अर्कातिर भक्तियोग गरौं निरोगी बनाऊ शीर्षकमा जुन आध्यात्मिक पाठशाला तय भएको छ त्यो आध्यात्मिक पाठशालामा सबै खालका सबै उमेरका अटाउने गरी वृद्ध मातापिताहरूलाई नाम संकीर्तन त युवा युवतीहरूको लागि योगाभ्यास ससाना नानीहरूको लागि असल सुशासन भनेर म आफैले कार्यक्रम तय गरेको छु। यसरी भव्य रूपमा सिन्धुपाल्चोक जिल्लाको कफेश्वर महादेव मन्दिरमा वाल्मीकि रामायण वैशाख 1 गतेदेखि सञ्चालन भइरहेको छ। पण्डित नवराज धिताल तथा उपवाचक शम्भु प्रसाद चालिसेज्यूद्वारा नववर्ष 2070 साल वैशाख 1 गतेदेखि 9 गतेसम्म नवाह वाल्मीकि रामायण वाचन भइरहेको छ। उक्त कार्यक्रममा सहभागी भएर एकातर्फ कफेश्वर महादेव मन्दिर क्षेत्रको अत्यन्त अलौकिक धार्मिक पर्यटकीय दृश्यहरू अवलोकन गर्न तथा अर्कोतर्फ अत्यन्त धार्मिक आस्था बोकेको र स्वयं आफ्ना पीर मर्काहरूलाई अन्त्य गराउने स्थल कफेश्वर भगवानको शरणमा परेर आफ्नो जीवनलाई धन्य बनाउन अनुरोध गर्दै कफेश्वर महादेव मन्दिर कार्य सम्पन्न समितिको तर्फबाट अध्यक्ष ज्ञानेन्द्र मान श्रेष्ठज्यू तमाम भक्त सज्जन वृन्दहरूलाई सहभागी हुनको लागि आग्रह गर्दै आफ्ना भनाइहरू यसरी व्यक्त गर्नुहुन्छ। यहाँ जसले गर्नु भक्ति गर्नुहुन्छ उसले भक्ति गर्न चाहिँ अवश्य फल पाउने हुन्छ भन्दै अरूका यो सम्पूर्ण यहाँ हाम्रो नेपालका ब्रह्माण्डका पनि छ नि उहाँले पनि यो तपभूमिमा आइदिन पनि हाम्रो हार्दिक अनुरोध गर्छ।
समितिका अध्यक्ष ज्ञानेन्द्र मान श्रेष्ठ तथा समितिका अन्य पदाधिकारीहरू कार्यक्रममा सहभागी भएर धार्मिक अनि आध्यात्मिक लाभ उठाउनु हुन हार्दिक आह्वान गर्दै तमाम भक्त सज्जन वृन्दहरूलाई निमन्त्रणाको साथमा आफ्ना भनाइहरू यसरी व्यक्त गर्नुहुन्छ। वाल्मीकि रामायण हुँदैछ होइन, सबै श्रोताबिनहरूलाई हेरिदिनु होला, सके यही पाल्नु होला होइन। यहाँ आउनेहरूलाई सबैले स्वागत गर्नेछु। सबैले बस्ने व्यवस्था सुत्ने व्यवस्था सबै छ, यहाँ सबैले भनिदिनु होला होइन। यो टेलिभिजन हेरेर बसिरहनुभएका दर्शक महानुभावहरूलाई सम्भव छ भने यहाँ पाल्नु हुनुको निम्ति हामी हार्दिक अनुरोध गर्दछौँ। सबैलाई म भन्छु कि यो रामायण भागवत चाहिँ सुन्नलाई म आह्वान गर्छु, यसले धेरै राम्रो गर्छ। साँच्चै नै हाम्रो देशका अत्यन्त पावन क्षेत्रहरूमध्ये ओमकार ध्वनि कार्यक्रमले गरेको तीर्थयात्राको क्रममा अत्यन्त सुन्दर अनि अत्यन्त धार्मिक महत्व बोकेको क्षेत्रको रूपमा सिन्धुपाल्चोक जिल्लाको 12 गाविसमा अवस्थित श्री कफेश्वर महादेव मन्दिर क्षेत्रलाई पनि महत्वपूर्ण क्षेत्रको रूपमा हामीले लिएका छौं। यसरी ओमकार ध्वनि कार्यक्रमको यात्रा कफेश्वर महादेव मन्दिर क्षेत्र पुग्दा र त्यहाँको धार्मिक, प्राकृतिक अनि आध्यात्मिक दृश्यहरूलाई हेर्दा र त्यहाँका भावनाहरू बुझ्दा पक्कै पनि नेपाल जस्तो राष्ट्रमा जन्म पाएर आइसकेपछि तथा धर्म, संस्कृति अनि धार्मिक क्षेत्रहरूले धनी भएका हामी नेपालीहरूले एक पटक मात्र भए पनि श्री कफेश्वर महादेव मन्दिरको दर्शन गरेर त्यस क्षेत्रको अलौकिक आनन्द अनि धार्मिक आनन्द प्राप्त गर्नको निमित्त ओमकार ध्वनि कार्यक्रमको तर्फबाट हार्दिक अनुरोध गर्न चाहन्छौं। देशका विभिन्न तीर्थस्थलहरू तथा पशुपतिनाथका 64 ज्योतिर्लिङ्गहरू मध्ये एउटा अत्यन्त महत्वपूर्ण श्री कफेश्वर महादेव मन्दिर क्षेत्रको हामी तमाम व्यक्तिहरूले दर्शन गर्न सक्यौं यदि भने पक्कै पनि नेपाली भएर जन्मेको कुराले सार्थकता पाउनेछ। त्यस्तै गरी उक्त क्षेत्रको संरक्षण गर्दै निरन्तर रूपमा अहोरात्र खट्नुहुने आयोजक समिति तथा भोलिको दिनमा कार्यक्रम सञ्चालन गरेर त्यस क्षेत्रको अस्तित्व अनि पहिचान जोगाउन लागि पर्नुभएका तमाम सिन्धुपाल्चोक 12 निवासी समाजसेवी व्यक्तित्वहरू अनि मन्दिर समितिका पदाधिकारीहरूमाझ ओमकार ध्वनि कार्यक्रमको तर्फबाट 7 अभियान सञ्चालन गर्नुभएकोमा हार्दिक मंगलमय शुभकामना पनि व्यक्त गर्न चाहन्छौं। आउनुहोस् तपाई हामी तमाम व्यक्तित्वहरू यो जीवनको एक दिन मात्र भए पनि कफेश्वर महादेव मन्दिरको चरणमा पुगेर त्यहाँको दर्शन गरेर अलौकिक आनन्द अनि धार्मिक पर्यटकीय आनन्द महसुस गर्न हुन हार्दिक अनुरोध पनि गर्न चाहन्छौं। जय ओमकार। हजुर दर्शकवृन्द, सिन्धुपाल्चोक जिल्लाको कफेश्वर महादेव मन्दिर प्रांगण अनि त्यस क्षेत्रका विविध धार्मिक अनि आध्यात्मिक गतिविधिहरूलाई आजको ओमकार ध्वनि बनाएर यहाँहरूमाझ पस्केका छौं। आजको कार्यक्रम यहाँहरूलाई कस्तो लाग्यो? यो कार्यक्रम यहाँहरूको आफ्नै कार्यक्रम हो। यस कार्यक्रमप्रति यहाँहरूका अमूल्य सल्लाह, सुझाव अनि प्रतिक्रियाहरूको आशा गरेको छु। दर्शकवृन्द, यहाँहरूका सल्लाह, सुझाव अनि प्रतिक्रियाको साथमा ओमकार ध्वनि कार्यक्रमलाई तपाईको आफ्नै आवाजमा अनि तपाईको आफ्नै ओमकार ध्वनि बनाउँदै जानेछौं। यहाँहरूका क्षेत्रमा पनि कुनै धार्मिक कार्यक्रमहरू हुँदैछन्, धार्मिक गतिविधिहरू भइरहेका छन् र धार्मिक महत्वपूर्ण तीर्थस्थलहरू छन् जो ओझेलमा परेका छन् यदि भने ओमकार ध्वनि कार्यक्रमलाई यहाँहरूले सम्झन सक्नुहुनेछ। हामी यहाँहरूका क्षेत्रमा आएर ती धार्मिक गतिविधिहरूलाई, ती धार्मिक प्रस्तुतिहरूलाई निरन्तर रूपमा ओमकार ध्वनि तपाईकै आवाजमा बनाउँदै जानेछौं। दर्शकवृन्द, धर्म अनि अध्यात्म सम्बन्धी थुप्रै जानकारीमूलक अनि ज्ञानवर्धक प्रस्तुतिहरू यहाँहरूमाझ पस्कने रहर हुँदाहुँदै आजको ओमकार ध्वनि कार्यक्रमको निर्धारित समयले विदा मागिसकेको छ।
ओमकार परिवारसँग सम्बन्धित थुप्रै आध्यात्मिक अनि जानकारीमूलक धार्मिक प्रस्तुतिहरू लिएर यहाँ माझ पुनः आउँदो श्रृंखलामा भेट्ने बाचा गर्दै आजको लागि कार्यक्रम ओमकार ध्वनिबाट तमाम प्राविधिक साथीहरूको साथमा म कार्यक्रम सञ्चालक पनि बिदा हुन चाहन्छु। यहाँहरूको दिन शुभ रहोस्। नेपाल टेलिभिजन हेर्दै गर्नुहोला। हस्त नमस्कार। जय होस्।